तिहारको सबैलाई शुभकामना। हामी चाहिँ अब एक हप्तापछि टिका लाउने तयारीमा छौँ। तिहारको सायद अब 1 घन्टापछि हुन्छ। अहिले चाहिँ सबै ठिक्क पारिसके। टिका लाउनु भनेर आउनुभयो, आएर एकछिन भइसक्यो बसेको। अनि यतातिर मम्मी चाहिँ टिका लाउन जाने भनेर तयारी गर्दै हुनुहुन्छ। अनि यतातिर फेरि हाम्रो दाइले खाना पकाउँदै हुनुहुन्छ। मासुहरू अचार बनाएर भ्याइसक्नुभयो, पनिर बनाउँदै हुनुहुन्छ। यता चाहिँ बहिनी व्यस्त छिन् र यता हाम्रो बाबा पनि रेडी भइसक्नुभयो टिका लाउन जानको लागि। र मेरो सानो छोरो पुन्टे फेरि यहाँ सुती छिन्। यसरी यहाँ डाडीमा सुताइदिएको हो, सुत्न मानेको थिएन अनि बल्ल बल्ल सुत्यो। अब टिका लाउने बेला उठाउने हो। यसरी सुतिरही छिन् डाडीमा। हामी गाउँघरको डाडी फेरि यस्तो हुन्छ हेर्नु साथीहरू, साडीको। हरू जाउँ। यहाँ चाहिँ बहिनीले यो जमादुते फाल्दैछ। टिका लाउने तयारी हुँदैछ। टिका चाहिँ 11:40मा रहेछ। अब हामी तयारी गर्दैछौँ। त्यति टुक्क राख्दै हुन्छ। हाम्रो मम्मी चाहिँ टिका लाउन जानको लागि रेडी हुनुहुँदैछ। चिटिकै पर्नुभयो साडी लाएर। हाम्रो दाइले चाहिँ यहाँ बाबालाई रेडी गराइदिँदै हुनुहुन्छ। यहाँ चाहिँ मम्मी रेडी भएर बाबालाई हेरिरहनु भयो। बाबाहरू चाहिँ बनगाई जानुहुन्छ फुपूको हातको टिका लाउनको लागि। मम्मी र बाबा चाहिँ अब जाँदै हुनुहुन्छ टक्क लाएर। दाइले छोडिदिनुहुन्छ दुईजनालाई। दाइ चाहिँ पछाडिदेखि आउँदै हुनुहुन्छ चस्मा लाएर। हाम्रो दाजी सरसफाइ गर्दै हुनुहुन्छ। त मम्मी चाहिँ हेरोगेरी हुनुहुन्छ राम्री भएर, एकदमै चिटिकै पर्नुभयो। बाबा चाहिँ यहाँ आज खतरा पर्नुभयो, हिरो भन्नुभयो, हिरो। हाम्रो दाइ आइसक्नुभयो फाइनली। अब हाम्रो दाजी मम्मी दाइ चाहिँ जानको लागि रेडी हुँदै हुनुहुन्छ। ल बाइक स्टार्ट गरिसक्नुभयो। पहिला मम्मीलाई बसाल्न पर्ने बाबाले। बाई त गरिदिनुहोस्। अब टिका लाउने तयारी हुँदैछ। अब दाइ आउनुहुन्छ र टिका लाउने हो। सामानहरू ठिक्क पारिसकेको छु मैले। हाम्रो दाइका 70 बोइरी भरि नष्ट हुन्। एकतरी पो डाल्ने हो र। तिर्खाको एकै बेला फुटाइमा पनि कस्तो यस्तो गर्नुपर्छ। तिर्खामा उन्नु अर्को छ त्यसले त खुवाइदिनु न के छोडिदिनु। त्यही भन्दा नखाने सानो मान्छेले चाहिँ यहाँ टिका लाउनको लागि रेडी भएर बस्नुभएको छ। हजुर यता पनि पछाडिबाट आउनु कि यताबाट होइन के यतादेखि घुम्नु। यताबाट घुम्दै उता यस्तो जानु ल। अझै 2 चोटि घुम्नु। बाबुलाई ख्याल गर्नुलाई फेरि च्याप्नु ल। डर लाग्छ मलाई त।
बाहिर ठुलो ठाउँ त कता भयो तिन भयो भयो ल अब एउटा कानमा लाइ जस्तै गरिन्छ एक टुक्क पारिदिनु हुन्छ ल अर्को कान यति लाग्यो हुन्छ लगाइदिनु म त बगो पुरै भयो सल्टी भयो ल अब उता अगाडि बस्नु निभाउनुलाई कि नानीले दियो कपडाले एउटा त टुक्क लगाइदियो हुन्छ बाबुले पहिला त चामलको लामो आउनु जान्नु होइन होला के लगाइदिनु के जस्तो लगाइदिनु देशी नै हो आज त पहिला भाइलाई भ्याएर अनि त्यसलाई लगाइदिन्छ सल्टिना कस्तो मजाले दिएछिन् भाइ यसले त कस्तो दिएको के हो न अब टुक्क टुक्क त्यति टुक्क टुक्क छोइदिनु कति दियो कि यसलाई सिङ्काले हात लगाइदिनु न आफै दिन्छ होला सिङ्का चिलाएको भयो होला के ट्याप ट्याप टुट्टु पारिदिनु के हुन सिङ्काले दिएन कि नानी आफूले लगाइदिन्छ भयो आहा कति राम्री देखे कि आहा आहा माला भयो मलाई त दाइले लगाइदिएछ ल लाउनु हुन्न क्या पहिला त खै म थाहा छैन हुन्न नि दाइ दाइले लगाइदिएछ बाबुले त खान्ची नभसम्भ्यो ओहो सामु छु कौडा मात्र चाहियो यसले पनि दिउ एकछिन ल्याइदिएछ त्यही सालले दिन्छु ला कुकुर ला छपा ल पानी पोखेर कसले हो ट्याक्कै भत्तिन अब अगाडिबाट आएर खिच्छ म उता ढोकातिर खिच्नु हुन्छ त्यता पनि सफा हुन्छ सिलाइसक धन्न एकैछिन आहिले जाने सुरुमा लाग्नु भएछ कि आउन त फुले अरू नलागिसक्यो
पाहाडतिर ए मधेसमा त एउटा लाउँछन् कहिले नि लगाएन राम्रो ना आइना आइना त्यो नानी त तिनी चिज बोलाएको थियो नि त ल्याइदिनु न खेलाएर भइसक्यो ल ल मैले भिडियो बनाएँ मेरो के मान्छे भन्नु? भयो र भयो भयो छोडिदिनु बनाइदिनु टप्पै के हो हजुर आँखामा पर्छ तपाईँले गोल लगाइदिनु भाउजू भयो त्यही हो एउटै हो तपाईँ लाउनु न ल नचल्नु न गर त्यही हुन्छ त्यसले मिलाइदियो नि मजाले गुन्डुलाई यसले लाउँदा काट्नु लाग्छ भइसक्यो अब के त्यो नदेको अब मैले कुका भैन दुईजना थियो त यो दुईटा हात माले ल भन्नु नमस्ते भन्नु नमस्ते भन्नु यो अझै रहेछ है अझै रहेछ है सुपा के हो नमस्ते भयो है ल राख्नु त ल सक्छु र पैँचिदियो सक्छ कि अलि नरम भइछ कि त्यही पैँचिदिनु मम्मीलाई के हुन्न लती भयो न मम्मीहरू मम्मी बाबाका त अलि लेट गरिन्छ ल मान्दैन के लेट हुन्छ हजुर मलाई लगाइदिनु पैसा लाउनु मम्मी भनेर भन्छु च्याचिन्छ तिम्रो दिएको खै नमस्ते भनिदिनु नमस्ते यो छानी लौ छामी नमस्ते नमस्ते यहाँ टिका लगाएर सबै तयारी भइसक्यो दाइलाई पनि टिका लगायौँ र बाबुलाई नि बाबुको फुपूले लगाइदिइसक्नु भयो अब हामी फेरि खानपिन कार्यक्रम गर्छौँ पुष्पाले दाइले घरमा निरुताले ठिकै भनेको थियो कि बाबुलाई सुरुमा लगाइदिनु अहिले त दिन्छ त्यसले जिद्दी गरेको थियो कि बाबुलाई सुरुमा लगाइदिनु भनेर धन्न द्यायो
पर्सि त गाडी सिधा आउँछ गाडी हेर्नुहुन्छ नानी ल बन्द देखियो तपाईँलाई लाइट जस्तै है ताई तपाईँलाई लाउँदिन तपाईँलाई लाइट जस्तै हो है हेर्नु तपाईँलाई लाउँदिन भएन र भयो माल लगाइदिनु दिनु त के भन्नु ल्याउनु के भन्नु तपाईँको फेस देखेँ होइन सल्टिन हेऱ्यो है भयो तर अब के लाउँछ झिलिमिली गर्नु कुकुमा भन्छ कुकुमा खतरा होला अब हाय यिनी लाएर चाहिँ टिका सिका लगाएर भइसक्यौँ खानासाना पनि खाइसक्यौँ र आजको भ्लग चाहिँ एन्ड हुन्छ बाई निधारमा लड्काएर सप्तरङ्गी टिको हिँडिरहु सधैँ तिमी